नमस्ते साथीहरू, म रत्न थापा। तपाईहरु अहिले हेर्दै हुनुहुन्छ टेक्निकल भ्यू रत्न युट्युब च्यानल। आज म तपाईहरुलाई एक जानकारीमूलक भिडियो सन्देश सामग्री लिएर उपस्थित भइसकेको छु साथीहरू, जस अन्तर्गत रहेर यस भिडियोमा तपाईहरुलाई म तपाईहरुले दैनिक जीवनमा उपभोग गर्ने टिभी, टेलिफोन, इन्टरनेट जस्ता विभिन्न उपभोग्य वस्तुहरूको पेमेन्ट, दस्तुर, महसुलहरू कसरी तपाईहरुले पहिले बुझाउँदै हुनुहुन्थ्यो यहाँभन्दा अगाडि कुनै पनि संस्थाको अफिसमै गएर बुझाउँदै हुनुहुन्थ्यो भने आजको दिनमा यस भिडियो अन्तर्गत रहेर तपाईहरुलाई म उक्त संस्थाको अफिसमा नगइकन मोबाइल एप, ई-सेवा एप, ई-वालेटको माध्यमबाट तपाईहरुलाई घरमै बसी अनलाइनबाट कसरी तिर्न सकिन्छ भनेर सिकाउन गइराखेको छु। साथीहरू, तपाईहरु यस च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया मेरो च्यानल टेक्निकल भ्यू रत्न युट्युब च्यानललाई सब्स्क्राइब गरी सँगै आउने बेल आइकनलाई प्रेस गरी अल नोटिफिकेसन अन गर्न नभुल्नुहोला, ताकि आगामी दिनहरुमा यस्तै जानकारीमूलक भिडियोहरू तपाईहरु समक्ष पुर्याउन मलाई सहज होस्। साथीहरू, अब ढिला नगरिकन हामी यस भिडियोमा बताउन गइरहेका छौं कि डिश होम प्रयोगकर्ताहरूले कसरी डिश होमको चाहिँ भुक्तानी, बिल भुक्तानी घरमै बसेर चाहिँ बिना झन्झट गर्न सक्नुहुन्छ भनेर चाहिँ म सिकाउन गइरहेको छु, जसको लागि मैले तपाईलाई मेरो मोबाइलको स्क्रिन शेयर गरेर देखाउन गइरहेको छु। साथीहरू, भिडियो सुरु हुनुभन्दा अगाडि तपाईहरुले मेरो भिडियोलाई एक लाइक गरेर अगाडि बढ्नु होला। अब ढिला नगरिकन म सिधै मोबाइलको स्क्रिन शेयर गर्न गइरहेको छु। साथीहरू, भिडियोलाई सुरुदेखि अन्त्यसम्म स्किप नगरिकन हेर्दिनु होला। सर्वप्रथम त साथीहरू, तपाईहरुले आफ्नो मोबाइलमा ई-सेवा एप, मोबाइल एप डाउनलोड गरेर राखेको हुनुपर्छ साथीहरू। जस्तो कि मैले यहाँ मेरो मोबाइलमा चाहिँ ई-सेवा एप अलरेडी डाउनलोड गरेर चाहिँ लगइन गरेर राखेको छु साथीहरू। र मैले ई-सेवा एपलाई यसरी ओपन गरेँ, जसमा तपाईले यस्तो खालको इन्टरफेस देख्न सक्नुहुन्छ साथीहरू, जहाँ टिभी, टेलिफोन, इन्टरनेट, गभर्नमेन्ट पेमेन्ट भनेर यसरी देखाएको छ, जसलाई तलमाथि गरेर तानेर हेर्न सक्नुहुन्छ। विभिन्न अप्सनहरू छन्। दुईवटा छ। मैले टिभीमा चाहिँ क्लिक गरेँ। टिभीमा यसमा पनि तपाईले हेर्न सक्नुहुन्छ कुन टिभी हो भनेर यहाँ तपाईले चेक गर्न सक्नुहुन्छ है, तलमाथि तानेर हेर्नु है। मैले चाहिँ युज गरिरहेको डिश होम टिभी हो, त्यही भएर मैले डिश होम टिभीमा चाहिँ ओके गरेँ, क्लिक गरेँ साथीहरू। तपाईहरुले यहाँनिर डिश होममा क्लिक गरिसकेपछि तपाईको टिभीमा कुन टिभी चलाइराख्नु भएको छ, डिश होम टिभीको जुन कस्टमर आइडी हुन्छ त्यो बक्समा लेखिएको हुन्छ, रिसिभरको बक्समा हो, त्यो नम्बर यहाँ हाल्नु होला, कस्टमर आइडी। र त्यो कस्टमर आइडी हालिसकेर यहाँ जुन प्रोसिड देखाइरहेको छ त्यसमा तपाईले प्रोसिडमा गएर क्लिक गर्नु होला। प्रोसिडमा मैले क्लिक गरेँ साथीहरू। यसरी चाहिँ अब खुलेको छ, यहाँ सम्पूर्ण डिटेलहरु खुलेको छ। मैले थोरै ब्लर गरेर यहाँ मेरो आइडेन्टिटीहरु चाहिँ लुकाएको छु, केही कुराहरु, महत्त्वपूर्ण कुराहरु। बाँकी चाहिँ मैले सबै देखाएको छु, जस्तो एक्सपायरी डेट, इयरली प्राइस कति हो, वार्षिक भनेको, अनि युजर क्लास कस्तो हो, क्वान्टिटी, युजर स्टेटस कस्तो छ, जोन कहाँ हो, डिस्ट्रिक्ट कहाँ हो, कस्टमर आइडी के छ, युजर टाइप कस्तो, प्याकेजको नाम के हो, रिचार्ज भ्यालु भनेर भनेको छ, जस अन्तर्गत तपाईले कस्तो खालको प्याकेज लिने हो यहाँ तल एरोमा यहाँ क्लिक गर्नु होला र सिलेक्ट गर्नु होला। यहाँ भनेको छ पे फर 1 मन्थ एन्ड गेट बोनस भनेको छ, पे फर 3 मन्थ भनेको छ, पे फर 6 मन्थ भनेको छ, 12 मन्थ वार्षिक रूपमा भनेको छ। तपाईलाई कुन प्लान लिने हो त्यो चुज गर्नु होला। मैले यहाँ पे फर 1 मन्थ भनेर चाहिँ यसलाई क्लिक गरेँ र यसलाई मैले प्रोसिड गर्दैछु, हेर्न सक्नुहुन्छ त्यहाँ तपाईले पनि। र यसलाई मैले प्रोसिड गरेँ। प्रोसिड गरेपछि यसरी जुन अघिको डिटेल थियो त्यही नै यहाँ खुलेको छ, जसलाई मैले थोरै ब्लर गरेको छु मेरो आइडेन्टिफिकेसन लुकाउनको लागि। यहाँ तपाईले देख्न सक्नुहुन्छ। र अब तपाईले यसलाई हेरिसकेपछि यसलाई फेरि एकताल तपाईले कति प्राइस हो 1 मन्थको भनेर चाहिँ त्यहाँ गरेछ, त्यसमा चाहिँ प्रोसिडमा ओके गर्नु होला। त्यसपछि यस्तो खालको खुलेर आउँछ, पे भिया ई-सेवा भन्ने ठाउँमा क्लिक गर्नु होला। यदि क्लिक गरिसकेपछि थोरै टाइम लिन्छ, लोडिङ हुनेछ। त्यसपछि हेर्नु होला, यसरी तपाईको चाहिँ पेमेन्ट सक्सेसफुल भनेर यहाँनिर आउने गर्दछ, हेर्नु होला। 475 रुपैयाँ बेसिक प्याकेज लिएको छु 1 महिनाको लागि। डिश होमको पेमेन्ट, डिश होम प्याकेजको पेमेन्ट यसरी पनि गर्न सकिन्छ ई-सेवा एपको माध्यमबाट, घरमै बसी, जसको लागि तपाई डिश होमको अफिसै जानु पर्दैन। यो थियो ई-सेवा एपको प्रयोगबाट कसरी डिश होम टिभीको चाहिँ महसुल बुझाउन सकिन्छ, कसरी प्याकेज खरिद गर्न सकिन्छ भनेर जानकारीमूलक भिडियो।